त्यस्तै प्रकारले तत्त्वतः प्रभु एक हुनुहुन्छ। तिनै राम भएर आउनुहुन्छ, श्याम भएर आउनुहुन्छ। तिनै प्रभु ब्रह्मा भएर आउनुहुन्छ, सृष्टिको विस्तार गरिदिनुहुन्छ। तिनै प्रभु विष्णु भएर आउनुहुन्छ, पालन गरिदिनुहुन्छ। तिनै प्रभु शङ्कर भएर आउनुहुन्छ, संहार गरिदिनुहुन्छ। तत्त्वतः एक हुनुहुन्छ, आफै तीन भागमा विभाजित हुनुहुन्छ। आहा, तर हेर्नुहोस् त, हिजो आज हामी के भन्न थाल्यौँ भन्दा यस्तो ठाडो चन्दन लगायो त शिवजीको भक्त अरे, शिवजीको पार्टी रहेछ। यस्तो तेर्सो चन्दन लगायो त नारायणको पार्टी रहेछ। अनि एक आपसमा हामी नै लड्न थाल्यौँ। विशेष गरेर सनातन रूपी वृक्षमा लागेका जति पनि हाँगा छन् यी सम्प्रदाय हुन्। अनेक सम्प्रदाय के हुन् त भन्न, भगवानलाई प्राप्त गर्ने एउटा माध्यम हुन्। अब एक आपसमा हामी नै त सानो त ठुलो भनेर भन्न थाल्यौँ भने हुँदैन। एक बराबर। तसर्थ जो भगवानका भक्त हुन्छन् ती भगवानका भक्तको हृदयमा कहिले पनि भेदभावना हुँदैन। भन्नुहोस् त राधे राधे। तसर्थ यहाँ के भन्यो भन्दा प्रभुले कहिले पनि जन्म लिनुहुन्न, प्रभुले त अवतार लिनुहुन्छ। अन्वयात इतरतः, प्रभु पदार्थदेखि भिन्न हुनुहुन्छ। पदार्थ